हेलो नमस्ते। हामी चाहिँ काठमाडौँ टु सैलुङ जाँदैछौँ है। हामीलाई चाहिँ थाहा थिएन कसरी कहाँबाट गाडी चढ्ने भनेर। हामी चाहिँ 7 बजे 8:15 बजे पुगेका थियौँ है जडीबुटीबाट चाहिँ गाडी लाग्दो रहेछ सैलुङको। अनि त्यसपछि 8 बजे 8:30 बजे गाडी छुटिसकेको थियो। हामी त्यसपछिबाट 9 बजे गाडीमा गयौँ। खाँदै अगाडिको 3जना सिट चाहिने भएर खाँदै माछा किन्दै टिकटक बनाउँदै गयौँ। अनि देउराली पुग्यौँ। देउराली पुगेर चाहिँ भिडियो सिडियोहरू बनायौँ। एकदमै रमाइलो लाग्यो क्या त्यहाँनिर चाहिँ। त्यही भएर सबैजनाले भिडियो सिडियो बनायौँ। लसुनहरूको सिजन रहेछ, हेर्नु न त्यतातिर चाहिँ लसुन आलु 2400 हुन्छ नि। हाम्रोतिर चाहिँ सिजन अनुसार मात्रै हुन्छ, त्यहाँ चाहिँ थियो क्या एकदमै राम्रो। अनि हामी सैलुङ पुग्यौँ। सैलुङ पुगेर पनि पानी एकदमै पहिलो हामी गएकै दिन चाहिँ पानी पर्ने क्या, लास्टै चिसो न चिसो थियो। त्यसपछिबाट हामीले भिडियो सिडियो बनायौँ, ओऱ्यौँ, फोटोसोटो लियौँ। पानी एकदम हल्का रोकिने आउने, चिसो यति चिसो थियो नि। हामीले चाहिँ कपडा सपडा चेन्ज गरेर अनि भिडियो सिडियो लियौँ। एकदमै चिसो थियो। भिडियो सिडियो लिइसकेपछि चाहिँ चिसो लास्टै चिसो भयो। अनि के गर्ने त हामी भनेर क्याम्प फायर गर्ने भन्ने कुरो भयो। ल नि त क्याम्प फायर गरौँ भन्ने भयो। क्याम्प फायर गरेको खासै मान्छे होटेलमा पनि कोही हुन्न रहेछ। सायद फ्राइडे र स्याटरडे मात्रै हुनुहुन्थ्यो, आउँछन् रे मान्छे। अनि त्यही भएर हामीले चाहिँ 3जनाले होइन क्याम्प फायर गर्ने भयौँ। क्याम्प फायर गऱ्यौँ। क्याम्प फायर गरेपछि हामीले के गर्ने त भने पोर्क सेकुवा र चिकन सेकुवा खाने कुरो भयो। ल नि त खाऊँ भनेर बनायौँ। राति एकदमै चिसो थियो, बनायौँ, खायौँ, ओऱ्यौँ। अनि राति चाहिँ गीत गाउँदै सुत्दै एकदम भिडियो बनायौँ। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो आजको यहाँसम्म। भोलि चाहिँ माथि मन्दिरसम्म चढेको सैलुङ डाँडाहरूको लागि हेर्नलाई रुचि हुनुहुन्छ भने सेकेन्ड पार्ट भन्नु होला। त्यही भएर म फेरि बनाउने छु। थ्याङ्क यू सो मच।